के तपाईँ एउटा यस्तो पुलको कल्पना गर्न सक्नुहुन्छ जो कहिल्यै कुहिँदैन, जसमा कहिले खिया लाग्दैन र जो समयसँगै पुरानो होइन, झन बलियो र जवान हुँदै जान्छ। धेरैलाई लाग्ला यो कुनै काल्पनिक चलचित्रको कथा हो, तर मेघालयको एउटा सानो गाउँका हली वारले आफ्नो जीवनको 50 वर्ष केवल एउटै पुल बुन्नमा बिताइदिए। आज उनको यो पागलपनलाई संसारले युनेस्को वर्ल्ड हेरिटेजको रूपमा चिन्छ। आउनुहोस्, आजको भिडियोमा एउटा यस्तो मानिसको कथा सुनौं जसले प्रकृतिलाई इन्जिनियरिङको नयाँ परिभाषा सिकाए। मेघालयका यी लिभिङ रूट ब्रिजहरू बनाउनु कुनै सजिलो काम होइन। एउटा सामान्य पुल तयार हुन 15 देखि 30 वर्षसम्मको निरन्तर मेहनत र धैर्य चाहिन्छ। हली वारले 10 वर्षको उमेरदेखि सुरु गरेको यो यात्रा 50 वर्षसम्म चलिरह्यो। आज मेघालयमा यस्ता झण्डै 100वटा भन्दा बढी जीवित जराका पुलहरू छन्, जसमध्ये हली वारले संरक्षण गरेको र बनाएको पुल सबैभन्दा अद्भुत मानिन्छ। यही अद्वितीय कला र प्रकृतिको अनुपम उदाहरणलाई हेरेर सन् 2022 मार्च 22मा युनेस्कोले मेघालयका यी जीवित जराका पुलहरूलाई वर्ल्ड हेरिटेज साइटको सम्भावित सूचीमा समावेश गर्यो। यो मान्यताले हली वार जस्ता कैयौं स्थानीय संरक्षकहरूको मेहनतलाई विश्व स्तरमा सम्मान दियो। प्रकृतिप्रतिको यो निस्वार्थ प्रेम र पुस्तौंको लागि बनाइएको यो सम्पदालाई कदर गर्दै भारत सरकारले हली वारलाई देशको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्री अवार्ड प्रदान गर्यो। उनी जस्ता साधारण किसानले पाएको यो सम्मानले के प्रमाणित गर्छ भने यदि तपाईको काममा इमानदारी छ भने संसारले तपाईलाई ढिलो वा चाँडो पक्कै चिन्नेछ। हली वार भन्छन्, सिमेन्टका पुलहरू 50 वर्षमा ढल्न सक्छन्, तर यो जराको पुल 500 वर्षसम्म टिक्छ। आज उनको गाउँ सिएजमा वर्षमा 10,000 भन्दा बढी पर्यटक आउँछन्। उनको 50 वर्षको धैर्यले आज पुरै गाउँलाई आर्थिक रूपमा आत्मनिर्भर बनाएको छ। उनले आउने पुस्तालाई एउटा सन्देश दिएका छन्, हामीले प्रकृतिलाई केही दियौं भने प्रकृतिले हामीलाई त्यसको 100 गुणा बढी फिर्ता दिन्छ। आज 69 वर्षको उमेरमा पनि हली वार ती जराहरूसँगै कुरा गर्छन्। उनको कथाले हामीलाई सिकाउँछ कि सफलता रातारात मिल्ने कुरा होइन, यो त वर्षौंको धैर्य र पसिनाको फल हो। यदि तपाईलाई यो प्रेरणादायी कथा मन पर्यो भने यसलाई शेयर गरेर अरूसम्म पनि पुर्याउनुहोला र यस्तै वास्तविक र शक्तिशाली कथाहरूका लागि प्रेम दृष्टि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। हली वार र मेघालयका यी जीवित पुलहरूका बारेमा तपाईको के विचार छ? कमेन्टमा लेख्नुहोला। धन्यवाद।